म भीम मगर। म चाहिँ अहिले आएको छु पश्चिम रुकुमको खारा ब्यारेक नजिकै छु, आर्मी ब्यारेकको नजिकै छु। देख्न सक्नुहुन्छ यो आर्मी ब्यारेक जहाँ जनैतको बेला सबैभन्दा धेरै हाम्रो माओवादी सेना शहीद हुनुभएको थियो। देख्न सक्नुहुन्छ यो चाहिँ आर्मी ब्यारेक यहीँनिर यो पश्चिम रुकुमको खारा ठाउँमा यो देख्न सक्नुहुन्छ आर्मी ब्यारेक। कसले थाहा छ यो कुरा, कसले सुन्नु भएको छ र कसले देख्नु भएको छ यो ठाउँ। यदि देख्नु भएको छैन, सुन्नु भएको छैन, आउनु भएको छैन भने यो भिडियोलाई हेरेर साथ सपोर्ट दिनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, नयाँ हुनुहुन्छ भने फलो गर्नु होला, ताकि म यस्तै भिडियोहरू तपाईँहरू माझ ल्याउने छु। देख्न सक्नुहुन्छ पारि हिमाल पनि देखिएको छ टक्क है। म चाहिँ अहिले छु आज भर्खरै आएको, बिहान हिँडेर आएको है। देख्न सक्नुहुन्छ सबैभन्दा धेरै शहीद हुनुभएको यही ठाउँ है, यहीँबाटै सिद्धिएको माओवादी, जहाँसम्म सुनेको मैले 2060, 61, 62 कति सालमा भएको थियो यो जनयुद्ध। एकदमै भयङ्कर खतरनाक भएको थियो। हस्त म फेरि उपस्थित हुनेछु अर्को नयाँ भिडियोमा। हस्त, धन्यवाद।